यो स्याउ चाहिँ अस्ति किनेर ल्याएको थिएँ होइन। जहिले म उयो गरेर खान्थेँ बोक्रैसँग होइन। आज चाहिँ ताक्नु पर्यो भनेको थिएँ होइन। यो त मैले भिडियोमा चाहिँ देखेको थिएँ होइन। यो के अरे कलर लगाएको हुन्छ भनेर, तर मलाई थाहा थिएन है। तर यो चाहिँ प्लास्टिक लगाएको हुँदो रहेछ होइन। यस्तो हुँदो रहेछ प्लास्टिक। प्लास्टिक कस्तो मजाले पातलो प्लास्टिक लगाएको हुँदो रहेछ। यस्तो प्लास्टिक लगाएको हुँदो रहेछ। ए ए प्लास्टिक लगाएको हुँदो रहेछ होइन। स्याउ चाहिँ यो कलर हो होइन, तर यो चाहिँ प्लास्टिक कलर, यो चाहिँ प्लास्टिक लगाएको। यस्तो मजाले उकिन्छ। ए ए ए ए ए यस्तो हुँदो रहेछ। यो चाहिँ प्लास्टिक हो है। म त थाहै छैन, बोक्रासँग चाहिँ नखानु होला कसैले पनि होइन। यो चाहिँ तासेर खानु होला है। यो चाहिँ तासेर मात्रै खानु होला। यो चाहिँ प्लास्टिक पातलो प्लास्टिक लगाएको हुँदो रहेछ होइन। यो प्लास्टिक हो है। यो प्लास्टिक हो। यो चाहिँ प्लास्टिक हो है। यो प्लास्टिक हो है। यो प्लास्टिक हो। यो प्लास्टिक हो पातलो। यो चाहिँ स्याउ हो। यो कलरको चाहिँ स्याउ रहेछ होइन। तर यो चाहिँ प्लास्टिक हो। जिन्दगीमा फर्स्ट टाइम देखेँ कि मैले। पातलो हुँदो रहेछ। तर यो खायो भने चाहिँ भिन्दै छुट्टिँदो रहेछ कि। यो चाहिँ प्लास्टिक रहेछ है। यस्तो हुँदो रहेछ प्लास्टिक चाहिँ होइन। प्लास्टिक चाहिँ यस्तो हुँदो रहेछ। कस्तो कुनै कुनै चाहिँ कस्तो मजाले उकिँदो रहेछ होइन। त्यो पातलो भएको कारणले चाहिँ नउकिँदो रहेछ। तर यसरी प्लास्टिक हेर। प्लास्टिक। ओ माई गड, फर्स्ट टाइम देखेँ कि मैले त। यस्तो हुँदो रहेछ। यस्तो प्लास्टिक हुँदो रहेछ होइन। स्याउ चाहिँ यो कलर हो, तर यो प्लास्टिक लगाएको। यस्तो चाहिँ नगरिदिनु होला व्यापारीहरूले पनि होइन। अब यो व्यापारी हो कि के, कसले हो यस्तो गरेको, कम्पनी हो कि के हो मलाई थाहा छैन होइन। हामीलाई पनि यस्तोले असर पर्छ। हामी चाहिँ तागतिलोको लागि भनेर खानु, अनि यो चाहिँ स्याउमा चाहिँ यस्तो कलरहरू लगाएर हुन्छ त। अनि यस्तो हुँदो रहेछ कि कस्तो कुनै कुनै चाहिँ मजाले निक्लिँदो रहेछ। तर कुनै कुनै चाहिँ अब त्यो उयसमै गाडेकोले हेर न। स्याउ चाहिँ यो कलर, तर प्लास्टिक चाहिँ यस्तो हुँदो रहेछ कि। यो त डढायो भने त माथि माथि डढ्थ्यो होला है।